स्याइडे भनौँ भने गाउँभरिको मुखिया नभनौँ भने कुखुरा सकिया भने जस्तो चाहिने भएको छ हिरोहरूले नि भेट्छ कहिलेकाहीँ पाण्डवहरूले भनेपछि नहुने त कुरै भन नि स्वाट्ट लिएर हान्दिउँ न द्याट्स इट। हिरोले त्यहाँ खुकुरी चलाउँदै छ्याप्पै दुइटा औँलाई काटिने गरी भेटेको थियो। हेरे स्मृति, मैले तिमीसँग माया लगाएको यो मेरो कुनै दोष छैन स्मृति। दर्शकबिन नमस्कार, तपाईँ यति बेला हेर्दै हुनुहुन्छ ऐना अनलाइन टिभी र म छु रविन गुरुङ। हामीसँग एकजना कलाकार हुनुहुन्छ, नेपाली चलचित्रका गणेश आरपी हुनुहुन्छ। गणेशजीलाई चाहिँ स्वागत गर्न चाहन्छु। गणेशजी, यहाँलाई स्वागत छ। हजुर धन्यवाद र सम्पूर्ण दर्शकहरूलाई पनि मेरो एकदम हृदयबाटै नमन। के गरिराख्नु भएको छ आजभोलि? ठिकै छ, अब यस्तै हो, यो चलचित्रको दौडानमा छु। अब अहिले हाम्रो चलचित्र राशिफलको सुटिङ थियो, म त्यसको लागि काठमाडौँ आएको। प्रायः काठमाडौँतिरै बस्छु, म प्रायः धरानतिर पनि बस्छु, पूर्वतिर अनि काठमाडौँतिर सबैतिर यो घुमघाम भइरहन्छ। ठिकै छ, चलचित्रमै काम भइरहेछ। केमा तपाईँ व्यस्त हुनुहुन्छ यो समयमा चाहिँ? अहिले हालको समयमा चाहिँ अब एकदमै व्यस्त नै भन्दा पनि हुने हो, तर नभन्दा पनि केही नहुने हो, होइन? मतलब यसलाई दुवै तरिकाबाट बुझ्न सकिन्छ। व्यस्त भन्नाले अब मेरो भर्खरै एउटा चलचित्र रिलिज हुने क्रममा छ। चलचित्र दुख आउँदैछ। यो रिलिज डेट तोकिएको छैन, प्रोड्युसरहरूले के गर्दै हुनुहुन्छ। अनि अर्को एक्सन भन्ने मुभी मेरो हलमा चलिसक्यो, अब यो युट्युबमा आउने तयारीमा छ। जस्तै मैले अब अर्को एउटा फिल्म राशिफलको सुटिङको लागि आएको, त्यो फिल्मको तयारी हुँदैछ, छिटै नै छायाङ्कनमा जाँदैछ। यस्तै अब सामान्य। हजुर, यहाँ त योभन्दा पहिला पनि धेरै चलचित्र, नेपाली चलचित्रहरूमा भिलेनको रूपमा चाहिँ हामीले देख्दै आइरहेकै कुरा हो, होइन? निकै देख्न सक्छौँ अहिले पनि। र अहिले यो भर्खरै आउने चलचित्रमा चाहिँ तपाईँले कस्तो भूमिका गर्नुभएको छ? कस्तो भूमिकामा चाहिँ हामीले देख्न सक्छौँ? याद गरेको यो अहिले यो नयाँ चलचित्र रिलिज हुन लागेको चलचित्र, यसमा मलाई भिलेनमा देख्नुहुन्छ। हजुर, भनेपछि हामीले भिलेन होइन, रेफर पनि भन्छ क्या त्यसलाई, होइन? फाइटर, एकदम जङ्गै पाराको फाइट खेल्ने मान्छे मारे गुन्डैमा देख्न पाउनुहुन्छ। भनेपछि के तपाईँ यो फिल्मभित्र जस्तै जुन गुन्डाको भूमिका निभाउनुहुन्छ, के रियलमा पनि तपाईँ यस्तै हुनुहुन्छ त? होइन, यो धेरैले गर्ने क्वेसन हो। यसो हेर्दा पनि हुलिया गुन्डा देखेर सबैले भन्नुहुन्छ, तर म मान्छे चाहिँ एकदम सिधा हो। त्यही त, तपाईँलाई हेर्दा पनि अलिकति झट्ट हेर्दाखेरि बाटोमा अलि हुन्छ नि, कोही चेलीबेटीहरूले झट्टै देख्दाखेरि चाहिँ अलिक डरै लाग्ला जस्तो देखिन्छ। कपाल पनि लामो लामो पाल्नु भएको रहेछ यहाँले, होइन? त्यही त, बडो हेर्दा एकदम अब कालो। यो तपाईँको यो कपाल लामो छ, यो कपाल चाहिँ के त्यो फिल्मकै लागि हो? तपाईँ जुन भिलेनकै लागि पाल्नुभयो कि यो पहिलेदेखि तपाईँको सोख पनि हो कि के छ? अब यो सोख भनेको मान्छेको बचपनदेखि पछि आएर चेन्ज हुने चिज रहेछ। अब सुरुमा मलाई लामो कपाल त्यति मन पर्दैन थियो, र पनि अब यो अलि ठुलो हुँदै गएपछि अब सुरुमा हाम्रो प्याटर्न अर्कै थियो, चाहना अर्कै हो। कहिले गायक बन्थ्यो, कहिले क्यारिकेचर गर्ने, एकदम मिमिक्रीको खतरा मान्छे बन्ने सोच हुन्थ्यो। अहिले आएर चाहिँ एक्टिङतिर चाहिँ चासो भयो 10-15 वर्ष अगाडिदेखि। अनि अहिले चाहिँ अब यो कपाल चाहिँ सोख भन्दा पनि फिल्ममा मैले प्रायः पाउने रोलहरू चाहिँ गुन्डाकै भएर त्यसलाई यसो हेर्दाखेरि चाहिँ हुन त मान्छे बाहिरबाट हेर्ने त्यो पर्सनालिटीले चाहिँ गुन्डा देखिने चाहिँ होइन, हुन चाहिँ होइन। अब आफ्नो क्यारेक्टरले गुन्डा बन्ने हो, त्यो फिल्मको क्यारेक्टरले। तर पनि मलाई चाहिँ त्यो म्याचेबल चाहिँ अलिकति हेर्दै गुन्डा देखिने भएर चाहिँ फिल्ममा म्याच भएकोले त्यसैले गर्दा चाहिँ कपाल राखेँ मैले। तपाईँलाई कपालले फेरि एकदम म्याच पनि गरिरहेको छ, एकदम खतरै देखिरहेको छ तपाईँलाई, होइन? तपाईँको जन्म चाहिँ कहाँ भएको थियो, होइन? र अहिले काठमाडौँमा हुनुहुन्छ, कहाँ बस्नु भएको छ, के छ थोरै ब्याकग्राउन्ड भनिदिनु न। एकदम हजुर, म चाहिँ एक विशुद्ध पहाडको ठिटो, भोजपुर जिल्ला लेखरका गाविस वार्ड नम्बर 8, भोटुमान आरपीको छोरो गणेश आरपी। त्यहाँ जन्मेको मान्छे अब यसो हुर्केर हिँड्ने क्रममा, बढ्ने क्रममा अलिकति सामान्य केही जोडेर मैले त अहिले चाहिँ इटेरी 2 नम्बरमा मेरो घर छ। बसाइ चाहिँ काठमाडौँको यो टिकाथली पनि हुन्छ, कहिले चाबेल पनि हुन्छ। हाम्रो फिल्मको एउटा अफिस छ त्यहाँ, चिराई फिल्म्स अफिस भन्ने, त्यहाँ पनि। अनि प्रायः काठमाडौँ त अब धेरैतिर हुन्छ, तर थाहै बसोबास काठमाडौँको चाहिँ टिकाथली नै हो। भनेपछि तपाईँको फ्यामिलीमा को हुनुहुन्छ? हामी ठ्याक्कै 5 जना दाजुभाइको म साइलो छोरो। 5 जना दाजुभाइमध्ये म साइलो छोरो, अनि दिदीबहिनी 4-5 जना हुनुहुन्छ, मम्मी बुवा, हामी थुप्रै छौँ।
सबैभन्दा पहिला कुकुरको सुनौ न त आजको क्यारिकेचर एकदम तपाईँको दर्शकलाई पनि सुन्नलाई एकदम भनौँ न कुकुरको चाहिँ क्यारिकेचर गर्दा चाहिँ कस्तो सुन्नेला होइन कसरी गर्ला भन्ने हुन्छ। यो सबैभन्दा पहिला तपाईँको कुकुरको क्यारिकेचर सुनौँ अनि त्यसपछि फेरि अरू हुन्छ सुन्दै जाउँला। हुन्छ एकदम ल म यो कुकुरको छाउरो है त फर्स्टमा गरेर चाहिँ छाउरो पुग्छ। यो मेरै गाउँको साथी हो छाउरो। ल एकदमै राम्रो गर्नुहुँदो रहेछ। अब हामी गाईको बाछो पनि गर्नुहुन्छ यहाँले होइन, गाईको बाछोको क्यारिकेचर पनि गर्नुहुन्छ। हुन्छ यो गाईको बाछो चाहिँ घाँस हाल्न बिर्सिया बेला गराउनु चाहिँ गरेर गराउँछ भोगा त्यही गर्नुभएको छ यहाँले। अब भैँसीको पाडो, यो पाडो पनि निकै लामो समयसम्म पाडोको आमा चाहिँ घर नफर्किँदा यसरी कराउँदो रहेछ क्यार। ल यो पनि एकदमै दुरुस्तै यहाँले गर्नुभएको छ। दर्शकबिन तपाईँ यति बेला हेर्दै हुनुहुन्छ ऐना अनलाइन टिभी र म छु रबिन गुरुङ। आज हाम्रो ऐना अनलाइन टिभीको स्टुडियोमा चाहिँ निकै नै खतरनाक भिलेन, नेपाली चलचित्रको भिलेन हाम्रो स्टुडियोमा आउनु भएको छ। उहाँसँग कुराकानी गरिराखेका छौँ र गीत पनि गाउनु हुँदो रहेछ। हजुर यसो कहिलेकाहीँ यो अब व्यावसायिक रूपमा गाउन चाहिँ खोजिएन, आफूलाई त्यो बाथरुम सिङ्गर भने जस्तो रमाइलो गर्न चाहिँ ठिकै छ। कहिलेकाहीँ गाउँछु, कहिलेकाहीँ क्यारिकेचरहरू गर्छु, यस्तै यस्तै। गीत पनि निकाल्नु भएको छ यहाँले, रेकर्ड गर्नुभएको छ? रेकर्ड गरेको छैन, अब यसो कहिलेकाहीँ गाउँदाखेरि मनपर्ने गीतहरू गुनगुनाउने मात्रै हो। भिलेनले गीत गाउँदा चाहिँ कस्तो सुन्निएला एउटा थोरै छोटो गीत? अब सिङ्गरहरूले त यहाँ भनौँ न धेरै त्यो गीत गाउने नै उहाँहरूको सिङ्गरहरूले त गाइराखेकै हुन्छ होइन, हामीले दिनदिनै सुनिरहेको हुन्छ। तर चलचित्रमा जुन भिलेनको रूपमा देखिने, भिलेन फाइट गर्ने मान्छेहरूले गुन्डामा देखिने मान्छेहरूले गाउँदा चाहिँ कस्तो सुनिँदो रहेछ एकचोटि तपाईँको आवाजमा आज सुनौँ है त। हस् होइन, मलाई अब यो गाउन चाहिँ आउँदैन, तर रिक्वेस्ट गरिहाल्नु भयो, ठिक छ म एउटा गुनगुनाउँछु मात्रै। एक समयको गीत थियो। मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दे, मन कि त साह्रै कुरूप रहेछ, रूपमा त साह्रै राम्री थिए, मन कि त साह्रै कुरूप रहेछ, रूपमा त साह्रै राम्री थिए। यो मैले धेरै भन्न गएको, उठाउँदा बिग्रिसकेको थियो। निकै नै तपाईँ स्वर पनि त्यत्तिकै मिठो रहेछ। यो साँच्चैकै तपाईँले यो भनौँ न गीत पनि गाउनु रेकर्ड गर्नुभयो भने चाहिँ मलाई लाग्छ अहिले जुन भाइरलको जमाना छ भाइरलै हुन्छ। धन्यवाद हजुर, हजुरलाई धन्यवाद। ठिकै छ, अब हामी तपाईँको फेरि अर्को क्यारिकेचर सुन्छौँ नेताको। यतिखेर चित्रबहादुर केसीको सुन्न चाहन्छु। हुन्छ, यो चाहिँ अब यो क्यारिकेचर गर्ने कुराहरूलाई लिँदाखेरि चाहिँ नेपालका अहिलेको हाम्रो राम्रो क्यारिकेचरिस्ट हुनुहुन्छ सुबोध गौतम। उहाँ र हामी चाहिँ पहिला एउटै क्षेत्रमा थियौँ, एउटा जुन कुनै क्षेत्र होइन, एउटा कलाकार क्षेत्र, एउटा चाहिँ क्यारिकेचर क्षेत्र। अनि उहाँसँगै हुँदाखेरि हामी सँगै पालो पालो मिलेर गर्थ्यौँ। मलाई उहाँको राम्रो लाग्थ्यो, उहाँलाई पनि मेरो राम्रो लाग्थ्यो, अनि त्यतिखेर गर्थ्यौँ। अनि यो सुबोध गौतमले गरेको मलाई अत्यन्तै राम्रो लाग्छ। उहाँ मेरो फ्रेन्ड्स हुनुहुन्छ, तर अहिले त अब सिनियर हुनुहुन्छ। उहाँ त एकदमै भनौँ न अहिले एकदमै हाइलाइटमा हुनुहुन्छ, धेरै माथि गइसक्नु भएको छ, एकदम चिर परिचित हुनुहुन्छ, धेरै संसारभर उहाँलाई चिन्छ, देश विदेशमा उहाँ एकदम व्यस्त हुनुहुन्छ यति बेला होइन। अनि तपाईँ चाहिँ उहाँकै एकदम नजिकको मान्छे हुनुहुन्छ, तपाईँ थोरै पछाडि नै हुनुहुन्छ किन? होइन, यो कुरा चाहिँ कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने बिचबिचमा यो मान्छेको चाहना बदलिने कुरा हुँदो रहेछ क्या। जस्तै क्यारिकेचर गर्दै जाँदा अब सुबोध सर र म लगभग उति नै गर्ने मान्छे हो, म चाहिँ आफैले उति नै गर्छु जस्तो मलाई लाग्छ, फिलिङ्स हुन्छ। उहाँले पनि गर्नुहुन्छ, तपाईँ गणेशजी भन्नुहुन्छ, गर्दाखेरि उहाँले गरेको पनि मलाई राम्रो लाग्छ। तर मैले ट्याट्टी छोड्न चाहिँ छोडिनँ। उहाँहरूले चाहिँ क्यारिकेचरै मात्रै गरेर अगाडि जानुभयो, त्यही मात्रै गरेर गर्नुभयो। म चाहिँ एक्टिङतिर लागेँ, अब फाइटहरू सिक्न थालेँ, डान्सहरू सिक्न थालेँ। उहाँले चाहिँ क्यारिकेचर मात्रै निरन्तरता दिनुभयो। अनि त्यही निरन्तरताले गर्दा आज उहाँ निकै हाइटमा पनि हुनुहुन्छ र उहाँलाई मेरो सलाम पनि छ, राम्रो गर्नुहुन्छ सुबोधजीले। उहाँकै सिको भन्नुपर्छ, मैले म नि गर्छु गर्न चाहिँ क्यारिकेचरहरू प्रायः उहाँले गर्ने सबै गर्छु म।
अहिले चित्रबहादुर केसीको भन्नुभएको थियो त्यहाँ झन्नै बिर्स्यो ठिक छ ठिकै छ तपाईँको रिक्वेस्ट सँगसँगै चित्रबहादुर केसीको सुन्छौँ अनि त्यसपछि अहिले क्रमशः सुन्दै जाउँला नि त होइन क्रमशः नेताहरूको 2-3 वटा नेताहरूको सुन्छौँ अनि त्यसपछि हामी फेरि अन्य कुराकानी गर्छौँ अहिले भनौँ भने गाउँभरिको मुखिया नभनौँ भने कुखुरा सकिया भने जस्तो चाहिने भएको छ एउटै खोरा सेर रहँदैनन् धेरै बेर भनेर मैले चाहिँ भनिदिएको छु तर यो गठबन्धनको सरकार धेरै टिक्छ जस्तो मलाई लाग्दैन भनेर चाहिँ भन्नुहुन्छ उहाँले निकै नै रमाइलो भइरहेको छ साँच्चीकै तपाईँले दुरुस्ती गर्नुहुँदो रहेछ होइन अब दर्शकले अहिले उहाँहरूले सुन्दै हुनुहुन्छ पक्कै पनि उहाँहरूलाई पनि अहिले इन्जोय गरिराख्नु भएको छ तपाईँको यो क्यारिकेचरलाई होइन र अब हामी शेरबहादुर देउवाको सुन्छौँ शेरबहादुर देउवाहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ अगाडि राखेर पनि मैले एकचोटि कार्यक्रमहरू गरेको छु एकचोटि राष्ट्रिय सभागृह भवनभित्र पनि हामीले गरे त्यतिखेर चाहिँ उहाँ हो त्यो पनि हो अनि अर्को एकजना कोसँग रिसाउनु पनि भएको थियो त्यतिखेर चाहिँ सुने हो तर शेरबहादुर देउवाको प्रायः सबैले गर्नुहुन्छ क्यारिकेचर होइन प्रायः क्यारिकेचर नगर्ने मान्छे अलिक कमै होला अब धेरै गर्छन् त्यसको पनि तरिका छ अब मैले चाहिँ गर्ने म गर्छु है त धेरै के भनौँ खास गरिकन भनेपछि त भाइलाई तपाईँ कुरा चाहिँ किसिमले चाहिँ अब बोल्ने प्रसङ्गहरू चाहिँ मान्छेको आफूले हुन्छ अरे तपाईँले चाहिँ के भन्नुहुन्छ तपाईँ प्रधानमन्त्री बन्ने चाहिँ भयो हो तपाईँले भने होइन अब खास के भाइलाई के भन्ने चाहिँ तपाईँ चाहिँ भन्दा चाहिँ दिक्क भइसक्यो त अहिले दिक्क बाबाले चाहिँ दिक्क गरेर चाहिँ सटाइ बट्टाको सलाई जस्तो भनेर चाहिँ एउटा कार्यक्रम बनाउँछु भनेर चाहिँ दुनियाँ गरेर चाहिँ नेपाल डाको बनाइसक्यो तपाईँले चाहिँ के गर्दै हुनुहुन्छ तपाईँ चाहिँ भन्नुहुन्छ खालि माओवादीलाई मात्रै दोष्नुहुन्छ रिसाइरहनुहुन्छ अब नयाँ प्रोजेक्टहरू चाहिँ के छ अहिले नयाँ आउने प्रोजेक्टहरू अब हाम्रो ठिकै छ हाम्रो एउटा चाहिँ जिन्दगी 2 भन्ने फिल्म हाम्रो प्रमोददीप नायक हुनुहुन्छ उहाँको निखिल दाई लगायत भएको जिन्दगी भन्ने फिल्म एउटा चाहिँ पुरानो राजवारे डाइरेक्टर राजवारेले बनाउनु भएको त्यो निकै राम्रो मुभी हो अब जिन्दगी 2 गर्ने प्लानमा छौँ हामी जस्तै अब हामी भन्दा पनि म त एउटा त्यसको आर्टिस्ट मात्रै हो होइन आर्टिस्टले हामीले अब आशावादी कुराहरू उहाँहरूले गर्नुभएको छ लगभग त्यसमा मेरो पनि योगदान रहन्छ किनकि मैले उहाँहरूलाई के सहयोग गर्न सक्छु त्यो गर्ने हो अब हाम्रो जिन्दगी 2 भन्ने मुभीको तयारी हुँदैछ र लगायत अरू 2-4 मुभीहरू भइरहेछन् अब यसको सुटिङ हुने तयारी छ कि यो हुँदैछ कि के छ अहिले हुँदैछ होइन हुने तयारीमा छ त्यसको प्रिपेयर हुँदैछ भन्नु पर्यो अब तयार गर्दैछौँ तपाईँको यसमा यो चलचित्रमा पनि तपाईँको के भिलेनकै रूपमा देख्न सक्छौँ ठ्याक्कै लगभग भिलेनै हुनसक्छ छुट्याइएको छैन अहिले चलचित्र एक्सनमा पक्कै पनि नायकको रूपमा भूमिकामा त पक्कै लिनु होला कसैको हेरेर त मलाई हेर्दाखेरि हिरो आउला अफर नायकमा आछ कि नै यो थोरै भनिदिनु कहिले काहीँ आछ सानोतिनो मुभीहरूमा होइन अब सानोतिनो कतै कुनै स्क्रिप्ट आफूलाई मन नपर्ने भएर म त्यत्रो भाउ खाने मान्छे चाहिँ होइन होइन जस्तो भयो नि गर्ने हो पहिलो कुरा त अब हेर्दै गुन्डा जस्तो मान्छेलाई हिरो कसले देख्ने भएर होइन तर म मान्छे चाहिँ एकदम सरी भयो मान्छे चाहिँ हिरोको गुण भएको मान्छे हो होइन तर आउँछ कहिलेकाहीँ भनेपछि तपाईँ हिरोकै रोलमा अफर आयो भने चाहिँ तपाईँ पक्कै गर्नुहुन्छ एकदम अफकोर्स गरिहाल्छ नि त्यो त झन् त्यो गुन्डाको रोल गरिरहेको मान्छेले हिरोको अफर आयो त गर्ने कुरा भइहाल्यो जुन भिलेनको जुन रोलमा फाइटरमा खेलिराख्दाखेरि कुन हिरोहरूसँग जुन गर्नुभएको छ भिलेनको रोल जुन निखिल दाईसँग गरेको छु अरू नयाँ हिरोहरूसँग गरेको छु हाम्रो यो पुरानो दाई पनि विराज दाई निखिल दाईहरूसँग गरेको छु अब यो तथास्तुमा खेल्ने हाम्रो दाई के अरे त्यो हाम्रो जुन निखिल उप्रेती र विराज भट्ट भन्ने बित्तिकै एउटा एक्सन नायकको रूपमा चिनिन्छौँ होइन उहाँहरूसँग फाइट गर्दाखेरि चाहिँ कतिको मजा आउँदो रहेछ कि कस्तो मजा कहिलेकाहीँ बिग्रिन्छ मजा कहिलेकाहीँ चाहिँ मजा नै आउँछ दाइहरूको किक चिप्लायो बेला चाहिँ अलिक नमजा आउँछ क्या पिटाइ पनि खाइन्छ होइन त खाइन्छ कहिले एकचोटि मलाई त्यो जोखिम भन्ने मुभीको हामी त्यो सुटिङमा आउँदा विराज दाईको किक चिप्लेर चाहिँ मैले यहाँ खाएको थिएँ क्या एकलाती त्यतिखेर चाहिँ अलिक नमजा भएको थियो त्यस्तो सिधै जुन साँच्चीकै पिटाइ खाइदा चाहिँ तपाईँलाई अलिकति रिस उठ्ने त्यस्तो केही हुँदैन थियो त्यति बेला कहिलेकाहीँ चाहिँ अब यो मान्छेको मोडसँग भर पर्दो रहेछ होइन अब कहिलेकाहीँ चाहिँ उठ्छ तर पनि अब दाइहरूले सरी भनिसकेपछि नर्मल हुन्छ पहिलो कुरा हामी पनि अब फाइटको अब सिकेर मात्रै खेल्ने थियो नसिकी जाने कुरा हुँदैन तपाईँले त त्यति बेला जुन त्यो किक खाइसके पछाडि तपाईँले मनमा त सोच्नु भएको थियो होला नि यसलाई उठेर एकैचोटिमा ढालिदिउँ कि जस्तो रिस उठ्दैन तपाईँ ढालिदिउँ कि जस्तो चाहिँ हुँदैन होइन
काम गर्ने क्रममा दाइहरूले किन त्यो कुरा नबुझ्या होला, किन तल माथि हाने भन्ने हुन्छ। कोही उठ्ने भने ठाउँमा सुताइदिन हान्दिने, कोही सुता भने माथिबाट हान्दिने हुन्छ। तर हिरोहरूले पनि खान्छ होला नि पिटाइ त। कहाँ चाहिँ कहिले काहीँ हिरोले नि आँखासँग उड्ने गरी भेट्ने हो कहिले काहीँ त। पुरै मार त्यसले त पुरै राजेन्द्र खड्की दाईको किक गरौँ प्रायः राजेन्द्र खड्की दाई चाहिँ फाइट मध्येको एकदम स्किलदार किक हान्ने मान्छे राजेन्द्र दाई। हामी राजेन्द्र दाईकै चेलो हो। अनि पछिल्लो समयमा आएर अष्ट दाई हुनुहुन्छ, अष्टमर्जन दाईहरूले पनि राम्रो गर्नुभएको छ। राजेन्द्र दाईकै चेलोहरू उहाँहरू होइन, हिमाल केसी दाईहरू हुनुहुन्छ। कहिलेकाहीँ भेट्छ हिरोहरूले पनि भेट्छ कहिलेकाहीँ। एउटा चाहिँ हाम्रो चलचित्र दोखमा चाहिँ त्यो खुकुरी चलाउने क्रममा अब त्यो फिल्म चाहिँ कहिले आउने लगभग अब रिलिज हुने क्रममा छ भन्ने छ। हिरोले त्यहाँ खुकुरी चलाउँदै छ्याप्पै दुइटा औँलाई काटिने गरी भेटेको थियो। खुकुरीको कटहरू गर्दाखेरि, खुकुरीको चाहिँ पोजहरू गर्दाखेरि चाहिँ अलिक गाह्रै हुन्छ। भनेपछि त्यस्तो घटनाहरू घट्नेसम्म एकदम फाइटमा त पहिल्यै हाम्रो त्यो बिमा गरेर हुन्छ। अब फाइटरको कार्ड बनाउनु पऱ्यो। तर म त फाइटर मात्रै नभएर विशुद्ध फाइटर नभएर मैले फाइट विन गर्ने मतलब एकदम सानो आर्टिस्ट क्या। कोही कुरामा चाहिँ भाउ नखोज्ने, भाइ तिमीलाई यहाँनिर यति थियो बाँकी गरिदिन्छु भन न, म गरिदिइहाल्ने हो। ठिक छ, मलाई त्यहीँ फिट ठानेर त मैले गर्नु हो भन्ने हुन्छ। त्यो फिट हुँदाहुँदै अलिक ठुलो गर्दा आउनु त होला भन्ने तरिकाले म चाहिँ एकदम यो यात्रामा निरन्तर छु। अब 12 वर्ष लगभग भयो गरिरहेको छु, भइरहेछ। गणेशजी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिराखेका छौँ र अब हामी उहाँको अझ प्रतिभा त हामीले तपाईँहरूलाई देखाइराखेका छौँ र यति बेला चाहिँ हामी अन्य कलाकारहरूको चाहिँ मेरी बासे होइन, यस्तो भद्रगोल यी कलाकारहरूको क्यारिकेचर पनि उहाँले निकै राम्रो गर्नुहुन्छ। यति बेला हामी धुर्मुसको क्यारिकेचर सुन्छौँ। आए सिद्धले गाडीलेस गबाडी सिधवम काठी सिधवम कसरी भयो तिम्रो मुखमा भवान गरेर भन्नुहुन्थ्यो क्या उहाँले। मलाई यो शब्द चाहिँ कहिले नबिर्स्या भएर यही गरेँ मैले। निकै नै राम्रो गर्नुभयो। अब माग्ने बुढा लाटल दिएर बारीका पट्टा पुऱ्याइन्छ नि हेर नि फेरि कस्तो मस्केर फरा बस्यो कि अरे आऊ या बाँध्रे कताको फेरि या बाँध्रे या त आइज यस्तै खालको गर्नुहुन्छ उहाँले। मेरी बासेको अन्य अरू कलाकारहरूको तपाईँलाई अरू ठिक छ, आइते भन्ने क्यारेक्टर थाहा पाउँ। आइतेको पनि हजुर, आइतेको पनि यहाँले निकै राम्रो गर्नुहुन्छ। धुरु से डाका चुबा उयो कामरी चाहिँ ठाडो मुटु लाएर यता आइजो चुबा मजा तरिकाले गर्नुहुँदो रहेछ यहाँले क्यारिकेचर चाहिँ। अब हामी यो नेताहरूको क्यारिकेचर पनि उहाँले निकै राम्रोसँग उहाँले दिइसक्नु भएको छ, दर्शकहरूले सुनिसक्नुभयो। विराज भट्टको सुनौँ न। हुन्छ, विराज भट्ट दाईको चाहिँ स्वर पनि लगभग मसँग मिल्न खोज्छ। यस्तै हो होइन। कुही घन्टा बिग्रेको कम्प्लिट खाली सिलिन्डर फुट्या प्लेट गदाको जस्तो बाँदरको चाहिँ नकटी मैले बुझाएको है भन्नुहुन्छ। स्वर यस्तै नै हो प्रायः विराज दाईको नि मेरो जस्तै स्वर। अब फेरि मैले विराज दाईसँग कम्पेयर गरेर म माथि भन्नु खोजेको चाहिँ होइन, लगभग बोली चाहिँ यस्तै नै छ क्या। यही क्यारिकेचरै नै भइरहेछ। तपाईँको जस्तै आवाज सुनिन्छ एकदम ठुलो है गर्दाखेरि यस्तै सुनिन्छ है गर्दा त्यस्तै। ठिक छ। अब अनि त्यसपछि दिलीप रायमाझी पनि गर्नुहुन्छ यहाँले। अच्छा हेर स्मृति, मैले तिमीसँग माया लगाएको यो मेरो कुनै दोष छैन स्मृति। तिमीले मलाई गरिब देखेर छोड्नु यो तिम्रो दोष हो स्मृति। हेर स्मृति, मलाई नछोड स्मृति, म तिमीलाई धेरै माया गर्छु स्मृति। अहिले स्मृति भन्छ क्या कस्तो जिउमा सिरिङ्ग काँडै आउँछ क्या। मलाई त यी दिलीपको गर्दाखेरि चाहिँ भित्रैबाट कस्तो काँडै आउने क्या, आँसु आउनु खोज्छ। दिलीप दाई मैले एकदमै माया गरेको आर्टिस्ट हो क्या। एकदम मिल्नु पनि हुन्छ, एकदमै भइरहन्छ। जोस् एकदम राम्रो। फाइट गर्दा पनि बडा मजा आउँछ क्या। भुँडी ठुलो छ क्या दाईको, यताउति घुम्नुहुन्छ मजा आउँछ। यहाँनिर हामी भद्रकोलको अहिले त्यो भनौँ न निकै नै चर्चित कलाकारहरू पात्रहरू हुनुहुन्छ जुन पाँडे भनेर चिनिने उहाँको मेरिया मैनी डाम्नु कहाँ गोच्छ यताले भनेको गर्ने यस्तै खालको गर्नुहुन्छ। जिग्रीको कस्तो जाला पाण्डवहरूले भनेपछि नहुने त कुरै भन नि स्वाट्ट लिएर हान्दिउँ न द्याट्स इट। कला र प्रतिभालाई माया गरिदिउँ, तर कलाकार बन्न खोजेर कलाकार बनिसकेका छैन भने उसलाई साथ र सपोर्ट गरौँ। सबै मान्छेमा जन्मिँदै कला हुँदैन र क्षमताले कलाकार बन्ने हो एक दिन। अब हामी दर्शकले मूल्याङ्कन गर्ने कुरा हो, हामीभित्र क्षमता छ कि छैन भन्ने कुरा त आफैमा त त्यत्तिकै पनि गर्व हुन्छ, भइरहेको कुरा हो। र कला र प्रतिभालाई माया गरिदिउँ, अन्याय र अत्याचार नसौँ र कसैलाई नगरौँ। सानातिना कुराहरूमा नअल्झेर नयाँ नयाँ कुराहरूको सोच र खोज गरेर अगाडि बढौँ। एकअर्कालाई साथ सहयोग गरेर अगाडि बढ्न सिकौँ। यो जात ऊ जात, योसँग उसँग त्योसँग उसँग भन्ने खालको कुराहरू नगरौँ।
समाजमा जे कुरा पनि पारदर्शी ढङ्गबाट गरौँ भन्ने नै मेरो सबै दर्शक लगायत देश प्रदेशमा रहनुभएका साथीभाइहरू दिदीबहिनीहरू दाजुभाइहरू सबैलाई मेरो आग्रह यही हो। अब कोही पीडामा दुःखमा परेका मान्छेहरूलाई दाजुभाइहरूले एकदम सहयोग पनि गरिरहनु भएको छ र सहयोग गर्दै पनि जानुभएको छ, गर्दै पनि जानु होला। तपाईँहरूलाई सधैँ पुग्नेछ, फल्नेछ, फुल्नेछ भन्दै म मेरो फेसबुक आइडीमा गणेश पूर्वेली छ। चाहेको जो कसैले एड गर्न सक्नुहुन्छ, मतलब गर्नैस् भने मैले घमण्ड गरे होइन र धेरै विज्ञापन गरे पनि होइन। म जस तपाईँसँग जोडिन चाह्यो भने तपाईँको भनौँ न कुनै यही कामको लागि तपाईँलाई चाहिएको खण्डमा चाहिँ तपाईँको फेसबुकमा एड गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ होइन? एकदम सर, एकदम। मैले अब यहाँदेखि लिएर सिङ्गापुर, दुबई, कतार, मलेसिया यो प्रोग्रामकै लागि गएको छु। क्यारिकेचर विशेष गरेर म फाइटर भएर होइन, अब यहाँ चाहिँ नेपाली एक्टर भएर काम गरिरहेको छ भने विदेश जाँदा चाहिँ अब मिमिरको एउटा कमेडी कलाकार भएर मात्रै, कमेडियन कलाकार भनेर ट्यागको फोटो आयो हुन्छ त्यसमै जाने हो। अनि मलाई अहिले एकचोटि सिङ्गापुर, अब कोही चाहिँ मलेसियातिरबाट छिर्दा नि सजिलो हुने रहेछ, तर म चाहिँ यहीँबाट सिङ्गापुरमा पनि साथीहरू भए त एनआरएनएका साथीहरू, एउटा चाहिँ एनआरएनए भन्ने एउटा चाहिँ संस्था छ नि, उहाँहरूले चाहिँ उहाँ पुगेर बोलाएर नेपालको भाइ हो चान्स दिउँ भनेर गर्दा मलाई एकदम मजा पनि भएको थियो। त्यहाँ अलिकति राम्रै पनि भयो कमाइ पनि सबैसँग। तर म कमाइसँग मात्रै सरकार राख्दिनँ, साथीभाइसँगको रमाइलो पनि ख्याल गर्छु। कार्यक्रमको अन्तिममा आइसकेको छ र आज हामीसँग नेपाली चलचित्रको हस्ती गणेश आरपी हुनुहुन्छ। नेपाली चलचित्रका भिलेनको रूपमा हामीले देख्न सक्छौँ। उहाँ गणेश आरपी आज हाम्रो ऐना अनलाइन टिभीको स्टुडियोमा हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गरिराखेका छौँ। हामी अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो ऐना अनलाइन टिभी हेरेर बस्नुहुने तमाम दर्शकहरूको लागि? सर्वप्रथम त ऐना अनलाइन टिभीलाई नै धेरै धेरै धन्यवाद र ऐना अनलाइन टिभी हेरेर बस्दिनु हुने दर्शक महानुभावहरू सबैलाई भित्रै हृदयदेखि नै नमन अथवा आई लभ यू, माया सबैलाई गर्छु। यसै गरी सधैँ हाम्रो च्यानलहरूलाई, अब यो हाम्रै च्यानल भनौँ, मलाई पनि यहाँ तपाईँहरूले बोलाइदिएर इन्टरभ्यू मागिदिनु भयो, त्यसैले यो मेरो च्यानल हो। सबैलाई मैले मेरो आफ्नो ठान्नु राम्रो कुरा हो र तपाईँहरूले पनि आफ्नै ठानेर हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र सबैलाई फल्न फुल्न चान्स दिनु होला तपाईँहरूले भन्न चाहन्छु। धेरै कुरा नि के भन्ने होइन, अघि पनि हामीले अलिअलि कुरा भनिसकेका छौँ। सबैलाई साथ सहयोग गरिदिनु तपाईँहरू देश परदेशमा रहनुहुने दाजुभाइहरूकै ठुलो हात छ, दिदीबहिनीहरूको सबैको हात छ। त्यसैले सबैलाई माया गरिदिनुहोस्, दया गरिदिनुहोस्, एकअर्काले अन्याय नगरिकन सबैलाई सद्भावपूर्ण एउटा चाहिँ कम्युनिटी भावले अगाडि बढिदिनुहोस्, यो नै मेरो आग्रह हो। पुरै समय मिलाएर हाम्रो स्टुडियोसम्म आइदिनु भयो, यहाँलाई धेरै धेरै शुभकामना र धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। आज हामीले कुराकानी गऱ्यौँ चलचित्रका कलाकार गणेश आरपीजीसँग रहेर र उहाँसँग गरिएको कुराकानी यहाँहरूलाई कस्तो लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै म रबिन छुट्टिन्छु। हस्त नमस्कार।